हेलो साथीहरू, वेलकम ब्याक टु माई च्यानल। न्यू ब्लगको साथमा हजुरहरूको सामु नयाँ भिडियो एन्ड ब्लग लिएर म चाहिँ आइसकेँ विमला पुन। आयो सबैजना सन्चै हुनुहुन्छ होला साथीहरू। म पनि अहिले चाहिँ एकदम सन्चो भइसकेँ, पहिलाभन्दा खोकी पनि सन्चो भइसकेको छ। बाइ द टाइटल के हो भनेर त हजुरहरूले थाहा पाइसक्नुभयो होला। अनि सम्पूर्णलाई मगर दिवसको धेरैभन्दा धेरै शुभकामना दिन चाहन्छु। अहिले चाहिँ हामी शान्तिको घर छौँ। शान्तिले यहाँ खाना बोलाएर आएको। अनि यता बिजीहरू खाना खाँदै हुनुहुन्छ। म चाहिँ यहीँबाट भ्लग स्टार्ट गर्छु भनेर अनि यहाँबाट गएर अनि बल्ल रेडी हुन्छौँ। आज चाहिँ हामी विजय, शान्तिको बुढा, म अनि भाउजूहरू थुप्रैजना हुनुहुन्छ। को आउनुहुन्छ हजुरहरूलाई पनि देखाउँछु कस्तो हुन्छ। फागुन 15 सायद रमाइलो हुन्छ होला। अनि विजय, म, शान्ति दाई चाहिँ हाम्रो अहिले सँगै भएको चाहिँ धेरै पछि भन्दा नि फागुन 15 चाहिँ अहिले हो नि त, फर्स्ट टाइम हो। सो त्यही भएर कस्तो हुन्छ, रमाइलो हुन्छ कि नाइ हजुरहरूलाई पनि देखाउन। खाना खाँदैछन् यहाँ चाहिँ। हेलो दाई, ह्याप्पी बर्थडे त हेर्दै एकचोटि। ह्याप्पी बर्थडे। करोडौँको माल रे। ल सम्पूर्णलाई ह्याप्पी फागुन 15 मगर दिवसको शुभकामना। चाहिँ हामी शान्तिको घरबाट आएर पनि म चाहिँ रेडी भइसकेँ। तर मलाई त कस्तो यहाँ इग्नोर माई बेड सब यस्तो छैन न, कपडाहरू पुरा जताततै राखेको छु। मलाई त कस्तो सुहाएको कि नसुहाएको जस्तो फिल भइसक्यो साथीहरू। खै के हो मेसै पाएन। अहिले चाहिँ घलेक किन्न सक्छु मैले चाहिँ। यो घलेक नमिले जस्तो लाग्यो कि, त्यही भएर हेरौँ कस्तो देखिन्छ, के हुन्छ। अहिले कस्तो आफूलाई नै कस्तो नराम्रो देखे जस्तो फिल भयो कि यो घलेक चाहिँ। खै कस्तो देखेछ, तर म किन्न पनि सक्छु कि। हिजो किन्ने भनेर गएको त्यस्तै भयो। अनि आज चाहिँ अहिले चाहिँ शान्तिको र मेरो कपडा सेम हो, यो ग्रिनमा। अनि तिनीहरू चाहिँ गइसक्यो अरे। कस्तो 3 दिन हस्पिटल बसेर हो कि, घाँटी दुखेर कस्तो भयो सुकेर। मैले धेरै पनि चिच्याउँछु नि त। अनि कस्तो नसुहाए जस्तो फिल भयो कि आफैलाई। घलेक नसुहाएको हो कि सायद यसमा यो कुचिङको चोलोमा यो घलेक पनि नसुहाएको कि के हो यस्तो देखिरह। विजय चाहिँ कपडा लिन जानुभएको छ। अनि अब चाहिँ विजय आएपछि देखाउँछु। अनि शान्तिहरू गइसक्यो अरे। शान्तिहरू चाहिँ गइसक्यो अरे। अहिले एकछिनमा भेट्छु। ओके साथीहरू, घरबाट हिँड्न लागेको। शान्तिहरू गइसक्यो मैले भन्थेँ नि। यता हुनुहुन्छ हेलो भनिदिनु। कसरी बस्ने भाइ कति दिएको छु हामी चाहिँ हिँडेको। अहिले एकैचोटि उता हिँड्नु के भएर अहिले चाहिँ हामी उतै 5 बजे थानतिर गएर भेट्छौँ साथीहरू। साथीहरू उता गइसकिरहेको नै। अञ्जलीहरू पनि त्यतै आउँछन्। झोला पनि आमा कस्तो कुराहरू त्यो अप्ठ्यारो फिल भइरहेको छ। नेक्स्ट हेर्दै गर्नु होला। त्यहाँबाट भित्र लजानु चाहिँ को स्कुटी त्यहाँ भित्र हो कि? हामी बुढाबुढी चाहिँ यहाँ आइसक्यौँ। शान्तिहरू कता खान, अञ्जलीहरू त रेडी भएको देखाएको थियो कि यता हेर्नु त। ओइ अट्यो। हेलो भनिदिनु एकचोटि साथी। यहाँ 50 हेलो भन्छ रे। भन्दैन, यहाँ हेर्नु न एकचोटि यस्तो दामी देखेछ साथी। जान त्यो काँटा दिला हुन्छ। हामी चाहिँ अब यता जान्छौँ शान्तिहरूतिर। शान्तिहरू चाहिँ यतै छन् होला पक्कै पनि। एकचोटि टक्क लगाएर बाजे थानमा दर्शन गर्न परेन न। त्यसमा लगाएर हेर्नु अझै बा त्यसमा लगाएर हिँडेर त्यो त साथ चाहिँ रमाइलो छ यतातिर। अब चाहिँ सायद सरुदीहरू पनि आइसक्नुभयो होला। हामी चाहिँ यताबाट जाँदैछौँ 2जना मात्रै।
यस्तोहरू अञ्जलीहरू अहिले एकछिन आउँछन् होला शान्तिहरू त अघि आइसक्यो हो एकछिन भेट्छन् अब चाहिँ हेर्नु न पुरा फोटोसुट हो यस्तो गर्ने ठाउँ हो कि यो चाहिँ फोटो खिच्यौँ हजुरलाई यहीँ कति बेला आयो म भर्खरै साथीहरू तर गइन हुनुहुन्छ म्यामहरू हेलो साथीहरू चाहिँ मैले गालामा फेरि हानिसकेँ हामी त यता आएर बसेछ यता हुनुहुन्छ अर्को ब्रदर उहाँको चाहिँ बर्थडे हो आज भाउजूले यहाँ फोटो खिच्दै हुनुहुन्छ सोल्टिनाहरू यता हुनुहुन्छ सबजना के भयो रे नानीले गर्दा नानी नपाउँदा पहिला चिलमा थियो अहिले चाहिँ के भयो त चिलमा छ ऊ फिल्डमा छ पुरा यता चाहिँ फिल्डमा छ अरे कस्तो रप्नेको यता चाहिँ फिल्डमा यता चाहिँ चिलमा होइन हजुर त चिलमै हुनुहुन्छ नि त चिलमा भने मनपर्ने बात भयो बनापा छु म फेरि यो स्यान्डल पनि ओहो कति वर्ष पुरानो खुट्टा त्यस्तै छ यतातिर शान्ति दिदी हुनुहुन्छ उता भाउजूहरू हुनुहुन्छ हामी चाहिँ अब चराङ्गी जान्छौँ साथीहरू एकछिनमा उहाँ कलाकार गइसक्यो जस्तो लागिरहेको मलाई तिनीहरूलाई त्यो त्यहाँ दिदीहरूलाई त उस गर्छन् होला नि त्यही भएर हो कि ओके अब चाहिँ हामी चराङ्गी जाने भनेको साथीहरू मेरो भ्लग त 5 मिनट पनि हुन्न जस्तो छ आज दाइले गराइदिनु भयो गराउनु भयो बाटोका के भन्छ अरे 5 मिनटको हुन्छ कस्तो हुन्छ धेरै भयो भने हाल्छु नत्र हालिदिनु साथीहरू त्यही हो पुरा त्यही हो मलाई स्वाछ कि नै यार स्वाछ दाइ यस्तो हुँदैछ खोइ त्यसको मुख पुछिदिनु त सिरियसली ओ नानी फेरि जाम भन ड्याडीलाई फेरि जाम भन अर्कोलाई अब अर्कोलाई साथीहरू अहिले चाहिँ हामी चराङ्गीतिर हिँड्न लागेको यहाँ धुलो धुलो मात्रै झ्याउ 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 नानी रोएर शान्ति रिसाएर हैरान छ चराङ्गीतिर जान्छौँ सायद त्यहाँ त खोइ अब चाहिँ यहाँबाट चराङ्गी जान्छौँ हामी चाहिँ अहिले चाहिँ म साथीहरूसँग रिक्सामा जान्छु विजयहरू चाहिँ स्कुटीमा जानुहुन्छ चलिन आउनु त्यही हो साथीहरू तिनीहरू त्यता हिँड्यो म यता छु चराङ्गेमा निता थापा सिद्धार्थ अलिक उगाउने भन्दै थिएँ ओके अब चाहिँ अहिले एकछिनमा भेटौँला साथीहरू के गर्नु हामी चाहिँ चराङ्गी हिँडेको साथीहरू लास्टै अहिले त कस्तो अहिले त लास्ट देखेछ चमक्क देखेछ मलाई नराम्रो देखे जस्तो फिल भयो मलाई त घलेकै नभए जस्तो फिल भइरहेको अझै पनि देखेकै छैन कुन चाहिँ घरमा ढाँटेर आएछ
छ हेर्नु वहाँबाट यस्तो लिएर वहीँसम्म छ साथीहरू भिड। यिनीहरू मलाई चाहिँ झ्याउलाएर यता बस्यो विजय र दाई अनि नानी चाहिँ गइसक्यो अगाडि। अञ्जलीहरू फर्किसक्यो। हामीलाई चाहिँ रिक्सामा बस्दा बस्दा बोर लागेर हामी चाहिँ यहाँ छौँ। उहाँ दिदीको घर बसेको, दिदी उहाँ हुनुहुन्छ। झ्याउला हामी चाहिँ यहीँ बाहिर झ्याउलाइसक्यो फर्किन्छ मलाई हामी त भाइ अति भइसक्यो साथीहरू। लास्टै भिड छ यो जाममा हजुरहरू को हुनुहुन्थ्यो कमेन्ट गर्नु है। हामी हिँड्दै हिँड्यौँ अहिले चाहिँ लास्टै भिड छ कि त्यही भएर हिँड्दै चाहिँ नजिकै छ नि त। अटो यहाँ गाडी ठुलो गाडी यहीँ बाटो बाइक स्कुटी यहीँ यति धेरै भिड छ कि यति धेरै भिड छ। तर त्यहाँ प्रोग्राम पनि सकिसक्यो होला। यता त अलि खाली रहेछ हौ फेरि। भाउ जानु भयो सोल्टिना खै त अर्को नानीलाई दिनु भयो भाइ हुनुहुन्छ। हिँड्दै नै छिटो पुगिँदो रहेछ बरु। यस्तो बाटो हिँड्दै साथी। ओ माई गड अघि 1.5 घन्टा के भन्छ अरे अटोमा बसेर झन् झ्याउ गऱ्यौँ बरु। यति बेलासम्म हामी वहाँ पुगिसक्यौँ होला। यत्रो बस्दा बस्दा यति धेरै भिड छ अहिले फेरि यताबाट जानै पाएको छैन उताबाट मात्रै आएको पुरा। अहिले हिँड्दै फर्किने के यति भिड छ कि यति भिड छ पुरै नगर पनि। अहिले फेरि सब फर्किनेको भिड छ कि अघि यताबाट जानेको भिड थियो अहिले फर्किनेको भिड छ पुरा। ओहो गाडी त अहिले निस्किन पाउन्न यो गाडी। लास्टै भिड छ अङ्कल अहिले निस्किन त पाउन्न यिनीहरू त। 1.5 घन्टामा बल्ल यहाँ आइपुग्यौँ हामी। 4 बजी हिँडेको हामी 6 बज्न लाग्यो। यति भिड तर पोहोर चाहिँ भिड त हुन्थ्यो कि तर यो यति साह्रो भिड चाहिँ हुन्थेन कि यहाँ होइन। यति भिड चाहिँ हेर्नु यति भिड छ अहिले त। ओहो नि यसरी लाइनमा हिँड्दै पो हुन्छ र फेरि हेर्न सब यताबाट मात्रै गयो उताबाट आउनै पाएन। पिकनिक आएकोहरू होला नि आफ्नो उसको रेलीमा आएकोहरू निता थापा मगरले गीताउँदै रहेछ। ए नितु हो कि निता हो र? निता थापा मगरले गीताउँदै रहेछ। यता छ उहाँ गीताउँदै हुनुहुन्छ। मान्छे त यति भिड छ। सोल्टिना झन् चोखो